हे गाइस, स्वागत छ तपाईँलाई मेरो युट्युब च्यानलमा है। आज पनि फेरि अर्को ब्रान्ड न्यू भिडियो लिएर आइसकेको छु होइन। अनि सर्वप्रथम चाहिँ आज चाहिँ सबैजनालाई ह्याप्पी न्यू इयर 2083 भन्न चाहन्छु होइन। आज चाहिँ नयाँ वर्षको दिन होइन। म चाहिँ बिहानै 4 बजेबाट ड्युटी स्टार्ट गर्न लाग्दैछु होइन। अनि के रहन्छ कस्तो रहन्छ आज अब जस्तो आए पनि हान्ने हो होइन। सक्दो छिटो सक्ने हो भन्ने जस्तो प्लान पनि छ होइन। किन भन्दा आफूले पनि त नयाँ वर्ष मनाउनु पर्यो होइन। आज राम्रै हुन्छ होला भन्ने आशा है। ल के कस्तो हुन्छ होइन सबै अपडेट गर्ने नै छु है। भिडियो चाहिँ कृपया अन्तिमसम्म हेर्नु होला है त। माइनस भएको छ है। फर्स्टको चाहिँ 240को थियो, 232 आएछ होइन। अनि त्यहाँ पछिदेखि चाहिँ दक्षिण काली बस्छ कि स्कुल बस्छ 4-5 चोटि त्यही मात्र बजिरहेछ है। अनि माइनस भएको भएछ यार। अब के जानु दक्षिण काली थियो र अनि स्कुल पनि के जानु 2.5 किलोमिटरभन्दा माथिको पिकअप छ त्यही माथि त्यतातिर। अनि मैले उठाइरहेको छैन होइन। अरू चाहिँ रिक्वेस्ट आएको छैन है त। टाइम चाहिँ 4:21 भएको छ है तपाईँले। गाइस म चाहिँ अहिले एयरपोर्टबाट निस्किँदैछु है। अनि चिसो पानीले मुख धुइदिएको है। धेरै दिन पछाडि बिहान निस्केको त निद्रा लागा जस्तो फिल भइरहेको क्या। अनि टाढा टाढाको पिकअपहरू आइरहेको छ है। भित्र छिरेपछि अघि बाहिर चाहिँ ठिक भइरहेको थियो। अनि अहिले चाहिँ लम्बावाला पिकअपको ट्रिपहरू लिएर हिँड्दैछु है। अहिले पनि 3 किलोमिटर उठाएर हिँडेको, अहिले पनि 3 किलोमिटर उठाएको छु होइन। अनि त्यस्तै चलिरहेको छ होइन। अनि यो 6औं ट्रिप रनिङ छ है त मेरो। टाइमिङ चाहिँ 5:27 भएको छ अहिले। ल मेरो चाहिँ यहाँबाट टिप लागेको थियो होइन। अनि यहाँको कृष्ण पुलमा बोलाएको थिएँ है। गौशालादेखि झन् फिल्डेली गौशाला नै होइन पिङ्ला स्थानमाथि। पिङ्ला स्थानबाट झन् यत्रो आयो होइन। फोन गरेरै आयो म। अनि लास्टमा त गइसक्यो भन्छ यार। यस्तो अब जडियाहरूको के गर्नु यार। यो नम्बर हो है। यस्तो बिहान दुःख दिने क्या। अब क्यान्सल पनि गर्दैन होइन। गइसक्यो भन्छ। के भन्नु गल्ती भयो हजुर। यस्तै के अरे माफी मागे जस्तो हुन्छ नि, जिस्काएर बोले जस्तो। यस्तो दुःख दिने मान्छेहरूलाई अब के भन्नु यार। बिहानै मुड अफ गरिदिन्छ। जोसँग काममा निस्केको बेला है 2.5 किलोमिटर 3 किलोमिटर केही नभने ड्याङ कुदिरहेको थिएँ म होइन। अब यस्तो हुन्छ है। अनि काम गर्ने जोसै हराउँछ क्या। के भन्नु बिहान यार 5:46 भएको छ। अब सायद यो पुरै वेटिङ कुरेर मात्र सकिन्छ होला होइन। त्यही पनि अलिकति यो बिचमा देखाएको थियो। म त्यहाँ त गएको छैन। लास्टमा 12 घट्ने हो कि फेरि याङ्गो ट्याङ्गोको पनि ठेगान छैन है त। म चाहिँ यता तिनचुलीतिर आइपुगेको छु। अहिले चाहिँ मेरो 1723 रुपियाँ भएको छ होइन। 60 ट्रिप कम्प्लिट भयो। अनि 6:01 गएको छ है। 2 घन्टा अगाडिमा निस्केको होइन लगभग। अनि 37 किलोमिटर कुदेको छु। 49% ब्याट्री छ है चार्ज। ल यस्तै छ है त अहिलेसम्मको अपडेट। लागिहाल्छ होला भन्ने आश छ। हेरौँ के हुन्छ। ल म चाहिँ अहिले एयरपोर्टमा आइपुगेको छु। आज नि भिडै रहेछ है नयाँ वर्षको दिन होइन। अनि मैले चाहिँ 2875 भएको छ होइन। अनि 9 टिप सक्यो। अब 15 टिप बाँकी छ। टाइम चाहिँ 7:21 म ड्युटीमा निस्केको। झन्डै 3.5 घन्टा चाहिँ हुन लागेको अवस्था। त ल काम लाग्न सुरु भयो। अब चाहिँ ल अब यता लाग्दैन होला। म चाहिँ सट्ट निस्किहालेको छु। अनि चार्ज चाहिँ 35% भएको छ। अरू भनौँ न 2-3 टिप धान्दिए हुन्थ्यो भन्ने विचार छ है। ठ्याक्क खाना खाने बेलामा चार्ज गर्नु पाए सजिलो हुन्थ्यो। अलिक पहिल्यै सकिन्छ कि जस्तो भइरहेछ। हेरौँ कस्तो लाग्छ टिप है। ल म त यहाँ ग्रिन ब्लक चार्जिङ स्टेसनमा आइपुगेको छु होइन। अनि यहाँनिर चाहिँ रेट बढेको छ होइन। अस्ति नै चाहिँ 5 रुपियाँ थियो। अहिले हाम्रो पुरानो मोडलकोलाई पनि 6 रुपियाँ छ है। त्यही भएर आउनु मन थिएन। अब यहाँनिर चाहिँ चार्जिङ तल चाहिँ खाली रहेनछ। अनि
जबरजस्ती आउनै पऱ्यो है। कहिले काहीँ के फरक पर्ला र, 1 रुपियाँले पनि हुन त 70-80 रुपियाँ फरक पर्छ मलाई है। ठिकै छ आजलाई यस्तै छ है। आज सक्दो छिटो गर्ने भन्ने प्लान छ। ल अब यहाँ चिया खाएर अनि आधा घन्टापछि निस्किनु पर्ला। ल चाहिँ चिया पान अब। ल म चाहिँ यता घटेकोतिर आइपुगेको छु होइन। अनि यहाँ चाहिँ 3-4वटा ट्रिपहरू मेरो क्यान्सल भएको भइसक्यो। एसेट गर्ने बित्तिकै के भइरहेछ मैले थाहा पाउन सकेको छैन है। अनि पर्पल जोन चलिरहेछ होइन। ठिमीको ट्रिप लाग्यो, कुद्दिउँ कि क्या हो, कम्फर्टमा छ ए गयो ल। तर पनि क्यान्सल हुन्छ होला सकभर है। के भइरहेछ थाहा भएन यार, यो ट्रिप पनि क्यान्सल भयो। 5वटा आदि क्यान्सल भइसक्यो मेरो। अब म यहाँ बसिनँ, अब हिँडेँ अगाडितिर। के हो खै यार, बुक गरेर नजाने हो कि। तर जति पनि क्यान्सल भएको छ सबै कम्फर्टमै थियो है त। अनि त्यो फास्टवाला आउँछ नि त, अनि त्यही फास्टवालामा बाइक गर्न खोज्दाखेरि सायद ट्याक्सी भएर होला मेरो विचारमा होइन। आइप्लेक्स मल बस्यो। हेरौँ न, यो चाहिँ नर्मल हो है त, यो चाहिँ क्यान्सल हुन्छ हुँदैन हेरौँ है त। ल त्यसपछि पनि अर्को एउटा नर्मलवाला ट्रिप बसेको थियो होइन। अनि त्यो पनि क्यान्सल भयो होइन। अनि अन्तिममा चाहिँ यहाँ गसला चोकतिरबाट बजेको छ एउटा बानेश्वरको होइन। अनि त्यो चाहिँ फोनमा कुरा भयो है। अनि बल्ल अब जाँदैछु पिकअपको लागि। अहिले यहाँ सेतो पुल टाढा त टाढै थियो है, त्यही पनि अब उठाइदिएर हिँडेको म चाहिँ। ल म चाहिँ अहिले यता सुन्दारातिर आएको छु होइन। अनि टेलिकमको अगाडि भनेको छ है, टेलिकमको अगाडि आएर बसेछु म चाहिँ पर्खेर। अनि भर्खर अफलाइन पनि सोध्न आइरहनु भएको थियो। अब यहाँ बुकिङ आइसकेको छैन, कता जानु फेरि। ल कति टिप भएको थियो होइन, 12 टिप चाहिँ पुरा भइसकेर अहिले 13औं लोडिङमा हो है। पैसा चाहिँ 3897 भनेपछि 3900 भाडै छ। किलोमिटर 83 कुडिसक्यो। अनि सेकेन्ड चार्जको 88% भएको छ है। बेलुका पनि फुल चार्ज गरेर अनि ठ्याक्क 5 बजेतिर 6 बजेतिर रुम पुग्ने टार्गेट छ। हेरौँ कतिको छिटो सकिन्छ है। आफूले पनि त नयाँ वर्ष मनाउनु पऱ्यो है, अरूलाई मात्र कति मनाइदिने। ल ठिक छ। म चाहिँ यहाँ चक्रपथ आसपास आइपुगेको छु है। टिप बज्यो कता दिनै दियो नजाने। लामो पिकअप छ त्यही माथि उहाँ डाँडामा छ है। नजाउँ होला जस्तो लाग्यो है मलाई चाहिँ। ल म चाहिँ यतातिर आइपुगेको छु। कता भयो थाहा पनि छैन मलाई। भुतखेल पार्कको बज्यो, निकै टाढा छ पिकअप, नजाउँ होला। मेरो चाहिँ 5635 रुपियाँ छ है। 16 टिप कम्प्लिट भयो। अनि 8 टिप बाँकी छ। 102 किलोमिटर कुदिसकेँ म। कहाँको बज्यो, मस्तिरको बजेछ है। धेरै माथि पनि नजाउँ होला होइन, जोसमा धेरै जोसिनु हुँदैन। सो मिलाएर हिँड्ने गर्नुपर्छ है। 8वटा त बाँकी हो। अब 4 बजीसम्म सकिला त गाइज। अनि फेरि चार्ज पनि गर्नुपर्ने छ है। हेरौँ के रहन्छ है। ल भर्खर मैले यो ट्रिप लिएर आएको थिएँ होइन, उहाँलाई लिएर आएको। लगभग 12-13 मिनट वेटिङ भयो सुरुमा। बिचमा आएर 3 मिनट क्रस भएको थियो वेटिङ होइन। अनि 74 रुपियाँ बढेको छ। कसरी बढ्यो यहाँ त्यहाँ भन्ने जस्तो कुरा गर्छ यार। अनि उसकोमा नेट चलाइरहेन छ। अनि 405 कि 10 कति नै देखाउँदो रहेछ। ल्याङ गरिरहेको थियो क्या, यहाँ छिरेको छ। के भन्नु यार, त्यत्रो बेर पर्खाउने उल्टै त आफूले जानेर बुझेर थपेर दिनुपर्ने कुरा हो। एपमा नउठे पनि होइन, उल्टै किन यस्तो उस्तो भनेर बस्छ। त्यत्रो समय मान्छे खेर फालिदिएछ। बरु यो 70-75 मलाई बढेको चाहियो नि थिएन क्या। हाम्रो त समयको म त हुन्छ नि त यत्रो बेरमा लगभग यतिको टिप सकिसक्छ क्या होइन। अब आज नयाँ वर्ष नभने हामी कुदेको छौँ होइन। के भन्नु यस्ता मान्छेहरूलाई। 7375 रुपियाँ भएको छ है। 5 टिप बाँकी छ। ग्वारको लामाटार कतिभित्र हो यो, ठिकै रहेछ ल, यतिको हान्दै हाल्छ।
ल म चाहिँ अहिले यता इमाडलतिर आइपुगेको छु है। अनि अहिलेसम्मको इन्कम चाहिँ 7839 भएको छ होइन। स्टिप भयो, अब 40 बाँकी छ। किलोमिटर चाहिँ 126 गयो, 60% ब्याट्री बाँकी छ। अनि 2 बजेर 21 मिनट गएको छ है। अनि म चाहिँ लामै टिपको आशमा बसिरहेको छु है। टोटल यो प्रयास चाहिँ 9000 होस् भन्ने आश छ है त। ल म चाहिँ यता सेतोपुलतिर आइपुगेको थिएँ होइन। अनि यहाँ टिप लागेको थियो एउटा है, फोनै उठाइरहेको छैन क्या। नजिकैको एउटा बजेको थियो होइन, 32 पुतलीको है, फोन उठाइरहेको छैन। उता पेप्सी खोलाबाट भित्रतिर आइपुगेको छु होइन। अनि बालकुमारी भनेर यत्तिकै लेखेर बुकिङ आएको थियो कि 2 किलोमिटर एक्स्ट्रा कुदेँ म होइन। अनि 440 थियो, मैले 550 भनौँ न, 110 थपेर दिनु भनेको। लेङलाङ गर्दै हुने थियो होइन। अनि मैले त जबरजस्ती त्यो हुँदैन भनेर उ गरेर पैसा लिएँ होइन। अनि लास्टमा उहाँहरूले चाहिँ यो मोबाइल छोडेर जानुभएको छ। अनि मैले अफलाइन लिएर आएको थिएँ, त्यहाँबाट 400 रुपियाँको टिप होइन उहाँहरूले भेट्नु भएको रहेछ। अनि मोबाइल यहाँ छोडिदिएर जानुभएको छ। मेरो गाडीको फोटो खिचेर लानु भएको छ दिनु है भनेर। त्यस्तै छ अहिलेसम्म। ल अब म कहाँ पुग्छु, अहिलेसम्म फोन चाहिँ आएको छैन है, थुप्रो बेर भइसक्यो। है गाइस मेरो चाहिँ आज टार्गेट कम्प्लिट भइसकेको छ होइन अलरेडी। म चाहिँ अहिले यहाँ मुलपानीमा आइपुगेको छु है। अनि छिटै भयो भनौँ न, आज 12 घन्टामै टार्गेट सकिएको छ होइन। ल किलोमिटरको चाहिँ स्ट्याटसहरू यस्तो छ है। 157 किलोमिटर गुडेछु होइन। अनि 42% चार्ज छ है। अनि टाइम चाहिँ ठ्याक्कै 4 बजेर 8 मिनट गएको छ। म बिहान पनि समथिङ 4 बजेर अलिक मासतिर हिँडे हो होइन। अब ठ्याक्कै 12 घन्टा भयो है काममा निस्केको। अनि पैसा चाहिँ भएको छ 9366 है, 9366 भएको छ भने बोनस चाहिँ 2772 भएको छ होइन। ठ्याक्कै 24 ट्रिप मात्र गरेँ। अनि त्यसपछि अघि मैले भनिहालेँ एउटा अफलाइन गरेको होइन। अनि अफलाइन चाहिँ 400 को थियो है त। जटीबुटीबाट पेप्सी खोला आएको थिएँ म। कति भनौँ मलाई फेरि अफलाइन खासै बोल्नै आउँदैन क्या। 400 भनेको ल भनेको हतार खासा चढिहालेँ यार, कम भने कि जस्तो भइरहेको क्या लास्ट। त्यो मार्केटिङ गरे जस्तै, अन्त मार्केटिङ नै हो, कपडाहरू किन्न गए जस्तै त्यस्तो भयो है। अनि सधैँ चाहिँ मलाई जोड्नलाई एकछिन समय लाग्थ्यो है, 1-2 मिनट छुट्याउनु पर्थ्यो होइन। आज चाहिँ पहिल्यै क्यालकुलेटर लगाएर आइसकेको छु म है। अनि मेरो चाहिँ ठ्याक्कै 12500 भन्दा अलिकति माथि भएको रहेछ। यो तिनटै अमाउन्ट जोड्दाखेरि लगभग 12500 भएछ होइन आजको इन्कम चाहिँ। 12 घन्टा ड्युटी, 12500 कमाइ। अनि समय चाहिँ अझै पनि थियो होइन। अनि म चाहिँ के सोचेछु, चार्जिङ स्टेसनमा जान्छु डाइरेक्ट। अनि वासिङ रहेछ भने वासिङ हानिदिनु पऱ्यो गाडी है। हल्का हिजै धुलो भएको थियो होइन। अनि त्यही भएर वास आज हुनुहुन्न स्योर छैन म। अनि नजिकै पनि आइपुग्यो नि त चार्जिङ स्टेसनको, त्यही भएर चार्ज लगाइदिनु पऱ्यो। अनि त्यसपछि अब स्योर छैन म होइन, सायद 1-2वटा टिप हान्न पनि सक्छु है। किन भन्दा छिटै 5 बजे रुम गएर खासै फाइदा पनि छैन है। अनि केही गरेर बसिँदैन होला। सो हेरौँ होइन के हुन्छ। पहिला सुरुमा टिप के अरे चार्ज गर्न जाउँ होइन, खासा खाउँ। अनि त्यसपछि भेटौँला है त। ल म चाहिँ चौधरी चार्जिङ स्टेसन होइन शम्भु डाँडामा। गाडी चाहिँ चार्ज भइसकेको छ होइन। अनि गाडी वास हुँदैछ है, बसिरहेको छु। 5:30 अलि ज्यादा भइसक्यो, वास हुँदैछ गाडी। ल गाइस म चाहिँ रुम आइसकेँ होइन। अनि पछि पनि टिप हानेको थिएँ होइन। अहिले यहाँ रुम आइसकेपछि त्यहाँ के अरे गाडी पार्क गरेपछि टक्क अलिकति इन्डिङ बनाउँछु भनेर भनेको थिएँ, बिर्सेछ होइन। आज चाहिँ अनि रुमभित्रै छिरेँ। ल के अरे डम्बु डाँडाबाट चाहिँ एउटा रुमसम्मको मैले सानो टिप पाएको थिएँ होइन, चोइस लोकेसनमा। अनि 25 टिप भयो एङ्गोमा। त्यसपछि चाहिँ म रुममा आएर अनि गाडीमा सामान पुऱ्याउन गएको थिएँ म घर पठाउनुलाई। अनि त्यहाँबाट 2 टिप हाने ऱ्यापमा होइन। कति भयो हेरौँ है त।
ल 9618 पुगेछ 25 टिपमा होइन। अनि बोनस त त्यही हुने भयो है। अनि इन्डियामा चाहिँ 524 भएको छ। लो ब्यालेन्सलाई चाहिँ इग्नोर मार्नु होला है त। अनि टाइम चाहिँ 8:30 भएको थियो होइन। मैसिने कफरहरू पनि बसेँ होइन। सारो गरे भए त आज 1500 हजारै हुन्थ्यो होइन। गाडी चार्ज गरेर बस सानै होइन। त्यस्तो मरिमरि पनि गर्नु छैन है। आनन्दले चिल्याक्स भएर हान्ने होइन। अनि मैले क्यालकुलेटर लगाएर अनुसार चाहिँ 13,314 रुपियाँ भएछ टोटल है। अनि मैले भनिराख्नु पर्दैन होला 13,500 चाहिँ बन्न पाइयो आजलाई होइन। 13,500 बनाइएको छ आजको कमाइ होइन। खासै त्यस्तो प्रेसर लिएन। ल तपाईँ बोलाइसक्नु भयो। आज न्यु इयर गएछ हल्का खाइपी गर्ने प्रोग्राम छ होइन। ल अब यति भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन्छु र नेक्स्ट भिडियोमा फेरि भेट होला भन्दै बाई बाई भन्न चाहन्छु। हस् त टेक केयर लभ यु अल।